नमस्कार। आज मैले सरस्वती पूजा तथा वसन्त पञ्चमीको उपलक्ष्यमा तयार गरिएको विस्तृत, भावनात्मक र दर्शकलाई जोड्ने नेपाली सामग्री प्रस्तुत गरेको छु। नमस्कार। आज माघ शुक्ल पञ्चमी, सरस्वती पूजा तथा वसन्त पञ्चमी। आजको पवित्र दिन, माघ शुक्ल पञ्चमी, हामी सबैका लागि अत्यन्तै शुभ, प्रेरणादायी र अर्थपूर्ण दिन हो। आजकै दिन ज्ञान, बुद्धि, कला, सङ्गीत र शिक्षाकी देवी माता सरस्वतीको पूजा गरिन्छ। यस दिनलाई वसन्त पञ्चमीका रूपमा पनि मनाइन्छ, जसले प्रकृतिमा नयाँ जीवन, नयाँ आशा र नयाँ सुरुवातको सङ्केत गर्दछ। मित्रहरू, सरस्वती पूजा केवल मूर्ति पूजामा सीमित छैन। यो दिनले हामीलाई ज्ञानको सम्मान गर्न, अज्ञानतालाई त्याग्न र जीवनमा उज्यालो सोच ल्याउन प्रेरणा दिन्छ। माता सरस्वतीको सेतो वस्त्र, वीणा र पुस्तकले शुद्धता, अनुशासन, ज्ञान र साधनाको महत्त्व सम्झाउँछ। माघ शुक्ल पञ्चमी, सरस्वती पूजा र वसन्त पञ्चमीको साँचो अर्थ ज्ञान, जीवन र नयाँ सुरुवात। आजको पवित्र दिन, माघ शुक्ल पञ्चमी, ज्ञान, बुद्धि, कला र शिक्षाकी देवी माता सरस्वतीको पूजा तथा वसन्त पञ्चमीको शुभ अवसरमा तयार गरिएको यो भिडियो तपाईँ सबैका लागि ज्ञान, प्रेरणा र नयाँ सोच लिएर आएको छ। यो भिडियो विशेष गरी विद्यार्थीहरूका लागि, शिक्षकहरूका लागि, अभिभावकहरूका लागि र जीवनमा केही नयाँ सुरुवात गर्न चाहने सबैका लागि हो। यस भिडियोमा तपाईले जान्नुहुनेछ सरस्वती पूजा किन गरिन्छ, वसन्त पञ्चमीको वास्तविक अर्थ के हो, ज्ञानको महत्त्व जीवनमा किन अनिवार्य छ, आजको दिन हामीले के सङ्कल्प लिनुपर्छ। विद्यार्थी, शिक्षक र अभिभावकका लागि विशेष दिन। आजको दिन विशेष गरी विद्यार्थीहरूका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। पढाइ सुरु गर्ने बालबालिकालाई अक्षरारम्भ गराइन्छ। किताब, कापी, कलम, वाद्ययन्त्रको पूजा गरिन्छ, पढाइप्रति श्रद्धा र सम्मान व्यक्त गरिन्छ। तर याद राख्नुहोस्, पूजा गरेर मात्र होइन, नियमित अभ्यास, अनुशासन र मेहनतले मात्रै साँचो ज्ञान प्राप्त हुन्छ। वसन्त पञ्चमी र जीवनको सन्देश। वसन्त ऋतु भनेको नयाँपनको प्रतीक हो। जसरी रुखमा नयाँ पालुवा पलाउँछ, फूलहरू फक्रिन्छन्, त्यसरी नै हामीले पनि आफ्नो सोच, व्यवहार र लक्ष्यमा नयाँ ऊर्जा भर्नुपर्छ। यदि अतीतमा असफलता भयो भने, यदि मनमा निराशा छ भने, आजको दिन एउटा सन्देश दिन्छ। नयाँ सुरुवात गर्न कहिल्यै ढिलो हुँदैन। आज सरस्वती पूजा र वसन्त पञ्चमीको अवसरमा हामी सबैले यस्ता सङ्कल्प लिन सक्छौँ। ज्ञानलाई जीवनको सबैभन्दा ठूलो धन मान्ने, पढाइ र सिपलाई निरन्तरता दिने, गलत बाटो होइन सही मार्ग रोज्ने, घमण्ड होइन विनम्रता अपनाउने, आफ्नो प्रतिभालाई सकारात्मक काममा प्रयोग गर्ने। अन्त्यमा, आजको यस शुभ दिनमा माता सरस्वतीसँग यही प्रार्थना गरौँ। हामी सबैको जीवनमा ज्ञानको उज्यालो फैलियोस्, अज्ञानताको अन्धकार हटोस् र हाम्रो सोच, बोली र कर्म सधैँ शुद्ध रहोस्। यदि तपाईलाई यस्तै ज्ञानवर्धक, प्रेरणादायी र सकारात्मक सोच बदल्ने भिडियोहरू मन पर्छ भने भिडियो मन परेपछि लाइक, थम्स अप, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। सरस्वती पूजा तथा वसन्त पञ्चमीको हार्दिक शुभकामना। धन्यवाद।